धन बाँडै सकिन्छ, ज्ञान बाँडे फैलिन्छ। नमस्कार, यहाँहरू सम्पूर्णमा फेरि पनि उपस्थित भइसकेको छु। आजको यो श्रृङ्खलामा तपाईहरुसँग निकै महत्त्वपूर्ण कुराहरू लिएर आइसकेको छु। आशा छ अन्तिमसम्म हेरेर साथ दिनुहोला, सुनेर साथ दिनुहोला। पक्कै पनि सबैजना मिलेर यो संसारलाई सुन्दर बनाउनु छ। मनमा ज्ञानको प्रकाश फैलाऊ। असहनशीलता अज्ञानको लक्षण हो। अज्ञान एक प्रकारको अन्धकार हो। अन्धकारलाई प्रकाशको सहायताले हटाउन सकिन्छ। ज्ञान मानिसको बुद्धि, विवेक र समझको नाम हो। जब मानिसको मनमा ज्ञानको प्रकाश उत्पन्न हुन्छ तब उसका सबै भ्रम, विकार, अनिश्चितता, अन्धविश्वास, अविवेक तथा अवगुण आदि टाढा हुन्छन्। यसको फलस्वरूप मानिसभित्र सहनशीलताको भावना उत्पन्न हुन्छ। अविवेक या अनिश्चितताको स्थितिमा मानिस आफ्नो सहनशीलतालाई कायम राख्न सक्दैन। अज्ञानमा ऊ खराबीको छिट्टै गुलाम बन्छ हो। उसको सारा विचार दूषित बन्छ र बिना अर्थको काम थाल्छ। मित्रहरू, आज मैले तपाईहरुसँग विभिन्न महत्त्वपूर्ण कुराहरू लिएर आइसकेको छु। आशा छ अन्तिमसम्म सुन्ने कोसिस गर्नुहोला। मनमा लागेका केही जिज्ञासाहरू कमेन्टमा कमेन्ट गर्न नबिर्सनुहोला। ज्ञान मानिसको आत्माको सूक्ष्म भोजन हो, जुन प्रकारले मानिसको शरीरले दाल, रोटी आदि चीज स्वीकार गर्छ, यसै प्रकार उसको चैतन्य शक्तिले आत्मज्ञानको भोजन ग्रहण गर्दछ। मानिसको आत्मालाई ज्ञानमा असल विचारद्वारा बल मिल्छ। जबसम्म मानिसको दिमागमा असल विचार रहन्छ तबसम्म ऊ सहनशील रहन्छ। तर जब असल विचारहरूको ठाउँमा खराब विचार उसको दिमागमा उत्पन्न हुन्छ भने कुनै पनि कुराबाट ऊ असहनशील अवश्य बन्छ। ज्ञान मानिसको शक्ति र विवेकको सूचक हो। अज्ञानले दुर्बलता तथा अविवेकलाई प्रकट गरिदिन्छ। यो कुराले तपाईँ सहनशीलताको क्षेत्रमा तपाईँको ज्ञानको महत्त्व बुझ्न सक्नुहुन्छ। जहाँ सामर्थ्य छ त्यहाँ सहनशीलता छ। ज्ञानको सामर्थ्यले मानिसलाई परिस्थितिप्रति असहनशील बनाउँछ। ज्ञानले मानिसको दुःखको परिस्थितिमा उसलाई अत्याधिक निराश हुनबाट बचाउँछ। यसले मानिसलाई विवेक प्रदान गरी परिस्थितिहरूबाट सहनशील बनाइदिन्छ। अत तपाईँ ज्ञानवान बन्ने प्रयत्न गर्नुहोस्। यसले गर्दा तपाईँ स्वतः सहनशील बन्न सक्नुहुन्छ। साधना गर्न सिक्नुहोस्। जुन समय साधक आफ्नो साधना प्रक्रियालाई भोलि साधनहरूको मोहमा पर्छ तब उसको मनमा असहनशीलता उत्पन्न हुन्छ र असहनशीलता उत्पन्न हुन थाल्छ। किनकि भौतिक साधनले आफूलाई सुख वा असन्तुष्ट दिलाउनुको साटो ऊ आफ्नो सुख प्राप्तिका इच्छालाई अझ बढी बढाउँछ। आजकल कयौं साधु पुरुषहरू सुरुमा साधनाको कठोर मार्गमा हिँड्दै गरेको देखिन्छ, तर अगाडि गएपछि ऊ साधनाको साटो साधनको चक्करमा अधिक फस्छ। अधिकांश त अध्यात्मको झुटो बनावटी खोल ओढेर साधनको आडमा आफ्नो सुख वा यस आरामको साधनले जुटाउने प्रयास गरिन्छ। हाम्रो देशमा कयौं नेताहरू पनि यस्तै दृष्टिकोण अपनाउँछन्। चुनावको समयमा तिनीहरू जनताको हितमा आफ्नो घोषणापत्र प्रकाशित गर्छन्, त्यसपछि आफै आफ्नो कुर्सीबाट फाइदा लिने काममा लाग्छन्। एकजना साधक अथवा समाजसेवकलाई साधनहरूको मोह अधिक मात्रामा गर्न जरुरी छ। यसले गर्दा उसको व्यक्तिगत सहनशीलता असर पर्दछ। यो व्यक्ति साधनको जति नजिक हुन्छ उसको सहनशीलता त्यति नै अधिक हुन्छ। यसको विपरीत जब यो व्यक्ति साधनलाई उपेक्षा गरी साधनहरूको अधिक आशा गर्न थाल्छ तब ऊ कदम कदममा क्रोधी र असहनशील बन्दै जान्छ। साधना एउटा यस्तो चिज हो जसले व्यक्तिलाई लामो समयसम्म सन्तोष प्रदान गर्छ। भौतिक साधनबाट पाइने सुख क्षणिक अथवा छोटो समयको हुन्छ। साधन सकिएपछि यो सुख पनि सकिन्छ, तर साधनले व्यक्तिको मनलाई आफ्नो समयसम्म आत्मिक सुख प्रदान गर्दछ। केवल भौतिक सुख सुविधाहरू एवं साधनप्रतिको प्राप्ति नै व्यक्तिको जीवनको अन्तिम लक्ष्य हुनुहुँदैन। मानिसले परोपकार अथवा अध्यात्मको साधना गर्दै सदैव राम्रो मान्छे बन्ने लक्ष्य राख्नुपर्छ। साधनको मोह पनि एक प्रकारको मोह नै हो। प्रत्येक मोहले मानिसको सहनशीलतालाई कम गरिदिन्छ। जब साधन छैन तब मानिस दुखी हुन्छ। कुलर, पंखा, फ्रिज र हिटर जस्ता चिजहरू मानिसलाई शारीरिक सुख दिनका लागि बनाइएको हो, न कि आत्मिक वा आध्यात्मिक सुखका लागि।
यी चिजहरू नै सब थोक होइनन्, किनकि यी सबैको आधार पनि बिजुली हो। बिजुली फेल भएपछि यी सबै साधनले काम बन्द गरिदिन्छन् र मानिस यही सोचेर दुखी हुन थाल्छ कि यति धेरै साधन हुँदा हुँदै पनि यिनीहरूले कसैलाई सुख दिन सकिरहेका छैनन्। साधन जुटाउनको लागि पनि मानिसलाई मेहनत गर्नुपर्छ। परिश्रम गरेर उसले धन कमाउँछ र साधन सञ्चय गर्छ, अनि बत्ती गएपछि उसले ती साधनबाट फाइदा लिन सक्दैन। तब उसको सहनशीलता जवाफ दिन थाल्छ। अध्यात्मको विज्ञान सबैभन्दा ठुलो विज्ञान हो। योगको फलस्वरूप मानिसले चाहे जस्तो सुखको अनुभव गर्न सक्छ। योग प्रभावले गर्मीको मौसममा शीतलता तथा चिसो मौसममा उष्णताको महन अनुभूति गर्न थाल्छ। म यस कुराबाट सिद्ध हुन्छ कि साधक व्यक्तिलाई साधनमा आश्रित नभएर आफ्नो साधनालाई नै मान्नु जरुरी छ। साधनबाट उसले हर प्रकारका शारीरिक वा आत्मिक सुख प्राप्त गर्न सक्छ। साधनबाट जीवनको आनन्द प्राप्त गरी हामी सदैव सहनशील जीवन व्यतीत गर्न सक्छौँ। स्वाभिमानलाई कायम राखौँ। मानिसको सो नै आफ्नो उसको अस्तित्व अर्थात् उसको अन्तरात्मा हो। अत स्वाभिमानलाई मानिसको आत्माभिमान पनि भनिन्छ। आत्मालाई भुलेर कारण आज लगभग प्रत्येक व्यक्ति आफैलाई शरीर सम्झिबस्छ। एक शरीर मानेर आफूसँग कुराकानी तथा व्यवहार इत्यादि गर्दछ। आजकल मानिसको बीचमा अनेक खालका झै झगडाहरू यसै कारण हुन्छ, किनकि उसलाई आत्माको ज्ञान छैन। शारीरिक आधारमा ऊ मानिसलाई मानिससँग विभाजन गर्छ। आफ्नो शरीरलाई जस्तै ऊ ईश्वरलाई अस्थायी वा अलग सम्झन्छ। हिन्दूहरू ईश्वरलाई भगवान मान्छन्, मुसलमानहरू उनलाई अल्लाह भन्छन्, जबकि भगवान र अल्लाह दुवै एकै परशक्ति हुन्। दुई धर्मका कट्टरपन्थी एकअर्कालाई सहन सक्दैनन्, किनकि ऊ बोल्दछ कि उनीहरू सबै वास्तविक रूपमा हिन्दू होस् या मुस्लिम आत्मा नै हुन्। जुन प्रकारले एक चैतन्य आत्माको ज्योति हिन्दू व्यक्तिको निधारको बीचमा बास गर्छ, यसै प्रकार अर्को ज्योति मुस्लिम व्यक्तिको आँखा भाउको बीचमा लुकेको हुन्छ। ज्ञानको अभावमा र शारीरिक दृष्टिका कारण मानिस अरूको आत्माको ज्योतिलाई देख्न सक्दैन। शरीरलाई नहेरी आत्मालाई हेर्नु वास्तविक रूपमा स्वाभिमान हो। स्वाभिमानद्वारा मानिसको दृष्टि उच्च हुन्छ र परिस्थितिप्रति सहनशील हुन्छ, जबकि देहविवादले उसलाई पतनतिर लैजान्छ नि। काम, क्रोध, लोभ तथा अहंकार इत्यादि सूक्ष्म मनोविकारहरू अथवा खराबीको जड मानिसको शरीरमा अहंकार हो। स्वाभिमान र आत्मिक स्थितिमा सहनशीलता खण्डित हुँदैन, जबकि अहंकार आएर व्यक्ति तुरुन्तै सहनशील बन्छ। यस प्रकार अन्तर्मनको सहनशीलता कायम राख्नका लागि अथवा जीवनका परिस्थितिलाई झेल्नका लागि मानिसलाई स्वाभिमानी बन्नु एकदमै जरुरी छ। शारीरिक घमण्डमा आएर मानिस आफ्नो पतन गर्छ भने ऊ आफैमा पछुताउँछ। शरीरलाई यन्त्र सम्झेर कार्य गरौँ। शरीरबाट केवल यति मात्र काम लिनुपर्छ जति त्यसमा सामर्थ्य छ। यदि हामी पर्याप्त शक्ति नहुनाले बिहानदेखि राति आफ्नो शरीरलाई काममा लगाउँछौँ भने हामी छिट्टै बिरामी हुन्छौँ। हाम्रो शरीर एउटा यन्त्र अथवा मेसिन जस्तै हो। प्रत्येक मेसिनमा काम गर्ने सामर्थ्यको सीमा हुन्छ। 5 किलोग्राम वजन तौलिने तराजुमा 100 किलोको वजन राखिदियो भने उसले नाप्न सक्दैन। यसले गर्दा तराजु बिग्रने सम्भावना रहन्छ। सबैको शरीर फरक फरक प्रकारको सहनशीलता हुन्छ। कसैको शरीर गर्मीप्रति सहनशील हुन्छ भने कसैको सर्दीप्रति सहनशील हुन्छ। शरीरको माग अनुसार हामीले काम गर्नुपर्छ। यदि तपाईको शरीर तेज ताप सहन सक्दैन भने तपाईँ गर्मीको दिनमा दिउँसो यताउता ननिक्लनुहोस्। जहाँ आवश्यक छ त्यहाँ बिहान जानुहोस् र बेलुका फर्कनुहोस्। यस प्रकार चिसो मौसमबाट बच्नको लागि ध्यान गर्नुहोस्। तपाईँ आफ्नो आत्मशक्तिलाई शरीरको सञ्चालक शक्ति मान्नुहोस्। तपाईँ शरीर होइन अविनाशी आत्मा सम्झिनुहुन्छ। यो विचारले तपाईँको मनलाई अटुट शक्ति तथा सहनशीलता प्रदान गर्छ। अध्यात्ममा यी दुई कुराको ठूलो मूल्य छ। प्रत्येक साधक स्वयंलाई शरीर बिनाको आत्मा सम्झेर साधना गर्दछ। यस आत्म स्थिति तथा सो स्थिति आफ्नो जीवनको सबै काम गर्दछ। जसरी एउटा यन्त्रको हेरचाह गर्नका लागि त्यसमा समय समयमा तेल हाल्नुपर्छ वा यसको कल पूर्जालाई सफा गर्नुपर्छ, यस्तै प्रकार तपाईँ आफ्नो शरीर रूपी यन्त्रलाई नियमित भोजन, व्यायाम, मालिस आदिद्वारा तन्दुरुस्त राख्नुहोस्। यसबाट आफ्नो
शरीरद्वारा काम गर्न सक्नुहुन्छ। जसले आफ्नो शरीरको राम्रोसँग हेरचाह गर्छ उसलाई शारीरिक रूपमा कुनै दुःख उठाउनु पर्दैन। शरीर स्वस्थ रहनाले मानिसको मन प्रति प्रसन्न रहन्छ। जब शरीर रोगी हुन थाल्छ तब मानिस दुखी हुन्छ। हामीले आफ्नो शरीरप्रति थोरै पनि लापरवाही गर्नु हुँदैन। निरोगी जीवन बिताउनका लागि यो आवश्यक छ कि हामी समय समयमा शरीरको हेरचाह गरिरहौँ र शरीरलाई आवश्यक खुराक दिइराखौँ। त यदि तपाईको शरीर रूपी यन्त्र ठिकसँग काम गरिदिन्छ भने तपाईँ जीवनका परिस्थितिलाई सजिलै सहन सक्नुपर्छ। एकान्तको महत्त्वलाई बुझौँ। यो कुरा साँचो हो कि कैयौँ मानिसहरूको बीचमा अथवा भिडभाडमा मानिसको सहनशीलता कम हुँदै जान्छ। जता कतै हल्ला मच्चिरहेको हुन्छ यहाँ मानिसको ध्यान एकै समयमा विभिन्न वस्तुतर्फ जान्छ। एकान्तको महत्त्व बुझेर हामीले आफ्नो मनलाई एकाग्र चित्त राखेर हामी आफ्नो सहनशीलतालाई बढाउन सक्छौँ। एकान्तवासी हुनुको अर्थ आफ्नो घर बार छोडेर जब गलतमा जान्छौ नि जङ्गलमा जान्छौ जानु होइन। साँचो एकान्त त व्यक्तिको मनभित्रको एकान्त हो। जब हामी प्रभुको शरणमा जान्छौँ तब सच्चा एकान्तवासी कहलाउन थाल्छौँ। यस्तो एकान्तबाट मनलाई सन्तुष्टि तथा शान्ति प्राप्त हुन थाल्छ। एकाग्रमा बसेको मानिसको मनको हुनुपर्छ। साँचो एकाग्रता प्रभुको नजिक हुनु हो। आध्यात्मिक मार्गको साधनले मेरो कुरालाई एकदम राम्रोसँग बुझ्छ। मानिसहरू उपयुक्त दुवै कुरा अपनाउनका लागि आफ्नो घर परिवारबाट टाढा बस्न थाल्छ। बगैँचामा गइबस्छ र मनको शक्ति प्राप्त गर्ने कोसिस गर्छ। तर जबसम्म तपाईँको मन पुराना कुरा वा गलत विषयहरूमा लागिरहन्छ तबसम्म तपाईँको मनलाई साँचो शान्ति प्राप्त हुन सक्दैन। घरबाट टाढा बगैँचामा बसेर पनि यदि तपाईँलाई आफ्नो घर गृहस्थीको अधिक फिक्री हुन्छ भने तपाईँले मनको साँचो शान्ति र सहनशीलता प्राप्त गर्न सक्नुहुन्न। जो व्यक्ति एकाग्र चित्त भई बस्छ उसको मनमा सारा शक्तिहरू उसको वशमा हुन्छन्, जसले गर्दा ऊ सजिलै जीवनमा सहनशीलताको गुण आइरहन्छ। यो व्यक्ति एकान्त प्रेमी हुन्छ, परिस्थितिप्रति गहिराइमा विचार गर्छ तथा गम्भीर रूपमा कुनै निर्णयमा पुग्छ। यस प्रकार सहनशीलताको क्षेत्रमा एकान्त तथा एकाग्रताको एकदम धेरै महत्त्व छ। जो व्यक्तिले जीवनको यी दुई महत्त्वपूर्ण कुरालाई अपनाउँछ जसले प्रत्येक दिन सफलता प्राप्त गर्छ। आफ्नो सहायक स्वयं आफै बनौँ भन्ने कुरालाई मैले तपाईसँग जोड्दैछु। सच्चा सहनशील व्यक्ति आफै परिस्थितिलाई सम्झेर अरूको जीवनका लागि सहायक बन्छ। उसले असहाय र दुर्बल मानिसलाई जिउने हौसला बढाउँछ वा दिन्छ। सहनशीलता केवल मानिसको व्यक्तिगत उन्नतिको लागि होइन, यस समाजका सबैजनाको लागि यसले सुखको वातावरण पैदा गर्दछ। यदि हामी एक्लै छौँ भने पनि हामीलाई निराश हुने आवश्यकता छैन, किनकि परमात्मा हाम्रो साथमा हुनुहुन्छ। सच्चा मानिसको मद्दत ईश्वरले अवश्य गर्नुपर्छ। धन्य हो त्यो मानिस यो सहनशील छ, किनकि उनी परमेश्वरको स्वर्ग राज्यको उत्तराधिकारी बन्न सक्छ। यो कुरा अहिले पनि भनिएको छ, फेरि पनि यो उचित छ। यो साँचो हो कि सहनशीलताले मानिसलाई ईश्वरको नजिक पुर्याउँछ। भविष्यवाणीहरू अनुसार यस शताब्दीको अन्तमा मानिसलाई विभिन्न प्रकारका दुःख र कष्ट मिल्छ। एकातर्फ प्राकृतिक हलचल हुन्छ त अर्कोतिर शारीरिक रोगबाट कष्ट मिल्छ। भगवान भन्नुहुन्छ कि शैतानी स्वभावले पनि उसलाई धेरै दुःख दिन्छ। हामीले यो पनि कष्ट सहनै पर्छ। खै र आज पनि हाम्रो देशमा कष्ट के काम छ र? राष्ट्र दिन प्रतिदिन विदेशी कर्जामा डुबिरहेको छ। देशमा ठाउँ ठाउँमा गरिबी, भोकमारी, भ्रष्टाचार, व्यभिचार, अन्याय, अत्याचार, पाप, दुर्बलता तथा अज्ञानताको साम्राज्यले घेरिरहेको छ। यस समयमा हाम्रो राष्ट्रको एकदमै दयनीय अवस्था छ। समयलाई हेर्दा एकदम धैर्य र सहनशीलता साथ चल्नुपर्छ। ईश्वरको भनाइ छ कि यो दुःखको दिन पनि धेरै रहँदैन। दुर्दिनको रातपछि सुखको दिनको बिहानी अवश्य आउँछ। अन्त हामी धैर्यता राखौँ, धीरतापूर्वक बसौँ, आफ्नो सहायक आफै बनौँ, किनकि आजको समयमा मद्दत माग्दा मिल्दैन। यदि हामीलाई मद्दत माग्नु नै छ भने हामी प्रभु र भगवानसँग मागौँ। हामीले आफ्नो आत्मालाई बल दिन सक्नुपर्छ र उहाँ सक्नुहुन्छ। पाठकले यो नसम्झिनुहोस् कि आउने नाजुक परिस्थितिको कुरा गरेर तपाईँलाई म भयभीत बनाइरहेको छु। बरु म त केवल तपाईँलाई यो चेतावनी दिइरहेको छु कि यदि विषम परिस्थितिलाई तपाईँ सहनशील रहनु भएन भने तपाईँले महाकष्ट सहनुपर्छ। भगवान सारा विश्वका मानिसहरूलाई कष्ट सहने शक्ति दिनुहोस्। जहाँसम्म हुन सक्छ हामी एकअर्काको सहायक बनी दुर्दिनको कष्ट टाढा ढल्ने प्रयास गरौँ। संसारमा आफूलाई एक्लो नसम्झनुहोस्। वास्तवमा मानिस ईश्वरको घरबाट संसारमा एक्लो नै आउँछ।
र एक्लै उसले फर्जी जानुपर्छ। तर कहिलेकाहीँ हामी यो भुल्दछौँ कि ईश्वरसँग हाम्रो केही सम्बन्ध छ। हामी साँच्चै भुल्छौँ कि उहाँ हाम्रो परलौकिक आमा बुवा शिक्षक सद्गुरु साथी इत्यादि हुनुहुन्छ। ईश्वरलाई भुलेर पनि व्यक्तिलाई नै हामी मान्छौँ। जब कोही कसैसँग रिसाउँछ तब रिसाउने व्यक्ति आफूलाई एक्लो सम्झिन थाल्छ। तब कोही उसले भनेको कुरा मान्दैन, तब पनि ऊ आफूले आफूलाई एक्लो सम्झिन्छ। मानिसलाई एक्लोपन महसुसले वृद्धाश्रमसम्म वा भनौँ वृद्धावस्थामा पुर्याउने गर्दछ, ज्यादा सताउने गर्दछ। भने यो सत्य हो कि यस संसारमा साँचो साथी मानिसको कोही पनि छैन। सच्चा साथीको अर्थ सदा साथ रहने हो। मानिसको जब मृत्यु हुन्छ तब सबैले उसको साथ छोडिदिन्छन्, तर पनि ईश्वर उसको साथमा रहनुहुन्छ। भगवान नै वास्तवमा मानिसको सच्चा साथी हो, किनकि उहाँले मृत्युपछि पनि मानिसको साथ छोड्नुहुन्न। यसै कारण मर्दा मर्दै दुखी भएर मानिसहरू ईश्वरलाई पुगार्छन्, भगवानलाई पुगार्छन्। नास्तिकहरूले ईश्वरलाई आफ्नो साथी मान्दैनन्, यसकारण उनीहरू पाइला पाइलामा निराशा अथवा हतोत्साहितको सामना गर्नुपर्छ। आस्तिक चाहिँ ईश्वरलाई आफ्नो सबथोक सम्झिन्छन्, यसकारण उसलाई जीवनमा कहिल्यै पनि एक्लोपन महसुस हुँदैन। वास्तवमा मानिसको शरीर पनि उसको आफ्नो होइन, प्रकृतिले दिएको उपहार हो। यसकारण संसारका मानिसहरू आफ्नो केही छैन, ऊ नितान्त एक्लो छ। तर पनि ईश्वर पिता हुनुहुँदा साथमा एक्लोपनको महसुस गर्नु पर्दैन। हामीले सोच्नुपर्छ कि संसारमा कोही पनि राम्रो छैन, तर हाम्रो नितान्त एक्लो पनि छैन। भगवान हाम्रो साथी हुनुहुन्छ, उहाँले हाम्रो जीवनको नाउलाई पार लगाउनु पर्छ। हामीले ईश्वरलाई भुलेर कहिले पनि आफूले आफूलाई एक्लो सम्झियौँ भने हामी सहनशीलताको गुण कहिले प्राप्त गर्न सक्दैनौँ। हप्तामा एक दिन मौन व्रत बसौँ। भनिन्छ कि मौनतामा ठुलो शक्ति हुन्छ। यदि हामी साँचो मनले सहनशील बन्न चाहन्छौँ भने हामीले शान्तिको अनुभव गर्न सिक्नुपर्ने हुन्छ। शान्तिको आभास तब मात्र हुन सक्छ जब हामी केही समय मौन तथा अन्तर्मुखी रहन्छौँ। मौनको जस्तै व्रत उपवासको पनि आफ्नो महत्त्व हुन्छ। वास्तवमा उपवासको अर्थ परमेश्वरको नजिक उपवास रहनु हो। प्राचीन कालमा शारीरिक सामर्थ्य बढाउनका लागि ऋषि मुनिहरू हप्तामा एक दिन उपवास बस्थे। यसले गर्दा शरीरको पाचन प्रणालीले पनि एकदमै बल प्राप्त गर्थ्यो। उपवास र व्रतले गर्दा मानिसमा भोको रहन सक्ने, त्यो भोकलाई सहन सक्ने शक्ति अर्थात् सहनशीलता उत्पन्न हुने भएको हुनाले हामी उपवास बस्ने गर्थ्यौँ। यदि हामी हप्तामा एक दिन उपवास राख्न सक्दैनौँ भने महिनामा एक दिन खाली पेट रहौँ। यसले गर्दा शरीरको पाचन प्रणालीलाई पनि आराम मिल्छ। पुनः 2 गुणा बढी शक्ति पाएर आफ्नो काम गर्न सक्छौँ। यदि कयौं मानिस मिलेर एकजना सच्चा व्यक्तिलाई झुटो आरोप लगाइरहेका छन् भने सच्चा व्यक्तिलाई मौन रहनु नै उचित हुन्छ। मौन रहनाले ऊ परिस्थितिप्रति अधिक सहनशील रहन सक्छ। उपवास तथा मौन आदि उपायले मानिसलाई सहनशीलता बनाउन नै साथै यो व्यक्तिको आत्मोन्नति तथा सहायक बन्छ। मौनताले मनमा समस्त शक्तिलाई एकीकृत गर्न सहयोग गर्छ। यसले गर्दा व्यक्ति एकाग्र चित्तको भएर आफ्नो काममा पुरा मन लगाउँछ। यसरी लगनपूर्वक गरिएको कार्य अवश्य सफल हुन्छ। मौनताको अर्थ शान्त अथवा चुप रहनु हो। मौनता जीवनको एक सकारात्मक क्रिया हो। मौन कायरहरूको आभूषण होइन, बरु बहादुरहरूको श्रृङ्गार हो। मौनताको सिधा अभिप्राय सत्याग्रह र अहिंसा हो। देवी देवताहरूको भाषामा पनि सूक्ष्म इशाराहरूमा मौनताको भाषामा हुन्छ। व्यर्थ अधिक वार्तालापले मानिसको मूर्खतालाई सिद्ध गर्छ। कुराहरूको इशाराबाट कुरालाई बुझ्नु बुद्धिमानी हो। मौन रहने व्यक्ति गम्भीर अन्तर्मुखी र सदा सुखी हुन्छन्। सानोतिनो कुराबाट उसको चरित्र अस्थिर हुँदैन। जीवनका विकट परिस्थितिहरूमा पनि ऊ डराउँदैन र हार्दैन। यस्तो मानिस आफ्नो कर्तव्य पथमा सदा अटल रहने गर्छ। त्यसैले अधिक कुराकानी गर्ने बानीबाट बचौँ। मानिसको मानसिक ऊर्जा विभिन्न प्रकारका कार्यहरूबाट खर्च हुन्छ। प्रशिक्षणद्वारा जानकारी लिएको छ कि सबैभन्दा कम ऊर्जा लेख्नुहोस्, योभन्दा बढी बोल्नमा पनि सर्वाधिक ऊर्जा हातखुट्टामा कुनै पनि काम गर्नमा खर्च हुन्छ। बोल्दाखेरि पनि ऊर्जा वा शक्तिको केही न केही अंश अवश्य नष्ट भइरहेको हुन्छ। कोही सारा दिन केही न केही बोलिरहन्छ। अधिक बोल्ने व्यक्तिको मन कुनै कुरामा पनि एकाग्र हुन सक्दैन। ऊ आफ्नो मनमा खालीपन जस्तो महसुस गर्छ। उसले गर्दा उसको सहनशीलता पनि कमी आउँछ। धेरै बोल्ने व्यक्तिको सहनशीलता नष्ट हुँदै जानु बाहेक मानसिक अशान्ति, दुःख, तनाव र क्रोध जस्ता कठिनाइहरू पनि उठाउनु पर्ने हुन्छ।
कहिलेकाहीँ त अधिक कुराकानी गर्ने व्यक्तिको जीवनमा पनि समस्या पर्छ। यस सम्बन्धलाई मलाई एउटा कहानीको याद आयो। एउटा कछुवालाई दुईवटा हाँससँग मित्रता थियो। हाँसको मन चाहिँ कम बोल्नुमा थियो, तर कछुवा धेरै कुरा गर्ने भएका कारण सारा दिन केही न केही कुरा बोलिरहन्थ्यो। एक दिन कछुवाले आफ्ना मित्रहरूलाई आकाशमा उड्ने इच्छा बतायो। हाँसहरूले यो कि हामी तिमीलाई आकाशको यात्रा त गराउँछौ, तर तिमीहरूले पनि हाम्रो एउटा शर्त मान्नुपर्ने हुन्छ। कछुवाले शर्त मन्जुर गर्यो। शर्तको मुताबिक उसलाई आकाशको बाटो भएर घुम्ने समय बिल्कुल बोल्नु हुँदैन थियो। हाँसहरूले कछुवालाई आकाशको भ्रमण गराउने कार्यक्रम बनाए। उनीहरूले आफ्नो चुच्चोले लामो लट्ठी समातेर कछुवालाई भने यो लट्ठीलाई कसेर आफ्नो मुखमा दबाएर राख्नुहोस् र बाटोमा बिल्कुल नबोली हिँड। कछुवाले त्यसै गर्यो। हाँस उसलाई लिएर आकाशमा उड्यो। कछुवालाई आकाशको भ्रमण गर्दै गर्दा एकदम आनन्द आइरहेको थियो। अचानक एक ठाउँमा कछुवाले केही देख्यो। त्यही किसानले गाईलाई पिटिरहेको थियो। धेरै कुरा गर्नुपर्ने कारण उसले संयम टुट्न थाल्यो। ऊ त्यो निर्दयी किसानको कुरा आफ्नो साथीसँग गर्न लागेको थियो, तर केही सोचेर चुप रह्यो। अलिकति पनि अगाडि उसले देख्यो कि पृथ्वीमा मृग भागिरहेको थियो। शिकारी धनुष लिएर उसको पछाडि कुदिरहेको थियो। अब त कछुवाले सहन सकेन। उसले सोचे कि मानिस साँच्ची कति कठोर प्राणी हो। मानिसहरूप्रति, ती जीवहरूप्रति थोरै पनि दयाभाव राख्दैन। कछुवाले आफ्नो मित्रलाई यो कुरा भन्नको लागि जसै मुख खोल्छ त्यसै नै ऊ बेगले पृथ्वीमा खस्छ। धेरै बोल्ने प्राणीको यति धेरै गति यस्तै हुन्छ। धेरै कुरा गर्ने व्यक्ति आफ्नो मन र वचनप्रति नियन्त्रण राख्न नसकेको कारणले आफ्नो सहनशीलता टोडिन्छ। उसको धैर्यता सानो सानो कुरामा छिट्टै घुम्न थाल्छ। फलस्वरूप डर र पीडाको भावनामा उसको अनुहार देखिन थाल्छ। तपाईले यस्ता कयौं व्यक्तिहरूलाई देख्नुभएकै होला, जो अधिक कुरा गर्ने भएका कारण स्वभावले प्राय रिसाइरहने तथा असन्तुष्ट रहन्छन्। धेरै समयसम्म बोलिरहनाले हाम्रो मनको शक्ति नष्ट हुन्छ, जसले गर्दा मनमा अशान्ति उत्पन्न हुन्छ, साथै सहनशीलताको पनि नाश हुन्छ। यदि हामीलाई बोल्न आवश्यक छ भने हामी थोरै शब्दमा आफ्नो कुरा राखेर समाप्त गरिदिऊ। अन्तर्मनको सहनशीलता कायम राख्नको लागि हामीलाई सदैव नम्र भएर कुराकानी गर्नु आवश्यक छ र बोल्दै गर्दा हामी बानीको मधुरताको गुण बिल्कुल नगुमाऊ। मधुरताको साथमा कम बोल्ने व्यक्ति नै श्रेष्ठ मानिन्छ। मित्रहरू, मैले आज तपाईहरुसँग सफलताका 100 सूत्र मध्ये मैले अन्तिम सूत्र तपाईहरुसँग मैले शेयर गर्दै थिएँ। मैले सहनशीलता र अर्थको गहिराई, सहनशीलताका फाइदाहरू, सहनशीलताका बेफाइदाहरू, सहनशील व्यक्ति नै सबैभन्दा महान व्यक्ति हुन्। प्रतिकूल परिस्थितिमा विजय, समता अथवा समानता भाव सहन सकौं। अन्तर्मुखी व्यक्ति सदा सुखी हुन्छ। गम्भीरतालाई धारणा गरौं। आफ्नो आत्मविश्वास कहिले नगुमाऊ। विवेकपूर्ण निर्णय लिऊ। आफूलाई हेरौं र अरूलाई दोष नदेऊ। क्षमाको भावना अपनाऊ। शुभ सोच्नु, शुभ बोल्नु, शुभ कर्म गर्नुहोस्। शत्रुताको भावमा मुक्त हुनु। सद्गुण धारणा गरौं। सबै ठूलाबडाको आदर गर्न सिकौं। अशिष्ट र कठोर नहुनुहोस्। मिलनसार बन्नुहोस्। सदैव सर्वश्रेष्ठ लक्ष्य राख्नुहोस्। यी यावत कुरा तपाईसँग मैले शेयर गरे। आजको यो श्रृंखला तपाईलाई कस्तो लाग्यो? जस्तो लाग्यो उस्तै प्रतिक्रियाको अपेक्षा गर्दछु। मैले राखेका के महत्त्वपूर्ण कुरा तपाईलाई मन पर्यो, चित्त बुझ्यो? कुन पुस्तकबाट अब सारांश ल्याउँ त? यी यावत कुराहरू तपाईहरु तल कमेन्टमा कमेन्ट छोड्न नबिर्सनु। आजको श्रृंखला यति नै। अहिलेसम्म सुनेर हेरेर साथ दिनुभयो यहाँहरू सम्पूर्णको जय होस् भन्दै आगामी दिनमा फेरि पनि यस्तै रहिने महत्त्वपूर्ण कुरा लिने बाचा गर्दै बिदा हुने अनुमति माग्छु। हस्त नमस्कार, शुभ दिन, शुभ पल।